नमस्ते दर्शकवृन्द, यस भिडियोमा म यहाँहरूलाई कोरियामा मेट्रो चढेर यात्रा गर्नको लागि मोबाइलमा ककाओ मेट्रो एप्लिकेसन कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी दिन गइरहेको छु। मोबाइलमा ककाओ मेट्रो एप्लिकेसन प्रयोग गरेर यहाँहरूले सजिलैसँग कोरियाभरिको मेट्रो लाइन्सहरू, मेट्रो स्टेसन्सहरू, मेट्रोको एराइभल, डिपार्चर टाइम, त्यस्तै ट्रान्सफर पोइन्टहरू सबै कुरा पत्ता लगाएर ढुक्कसँग यात्रा गर्न सक्नुहुन्छ। अब आउनुहोस् लागौँ मोबाइलको स्क्रिनतर्फ यो एप्लिकेसन प्रयोग गर्ने तरिका सम्बन्धी जानकारीको लागि। ककाओ मेट्रो एप्लिकेसन प्रयोग गर्नको लागि सबैभन्दा पहिला हजुर प्ले स्टोरमा जानुहोस् र प्ले स्टोरको सर्च बक्समा र ककाओ मेट्रो लेखेर सर्च गर्नुहोस्। जुन पहिलो आइकनमा बिचमा एम लेखेको छ यो ककाओ मेट्रो एप्लिकेसन हो। यसलाई डाउनलोड गर्नुहोस्। मेरोमा अलरेडी डाउनलोड छ, मैले यसलाई ओपन गरेँ र ओपन गरिसकेपछि जुन यस्तो खालको इन्टरफेस देख्नु भएको छ, यहाँ हजुरले विभिन्न छुट्टा छुट्टै रङको लाइनहरू देख्नुभएको छ। यो कोरियामा चल्ने मेट्रोको लाइनहरू हो र यसमा बुझ्नुपर्ने कुरा के छ भने सबै लाइनहरूमा बिचबिचमा पोइन्टहरू थोप्ला बनाएको छ। यसको मतलब यो लाइनमा कुन कुन स्टेसनहरू पर्छ, यो लाइनले कुन कुन ठाउँलाई छोएर जान्छ त यो लाइनमा चल्ने मेट्रोले, त्यो पोइन्टले बताउँछ। दुईवटा मेट्रोको लाइनहरू यसरी जोडिएको ठाउँमा चाहिँ अलि ठुलो सर्कल बनाइदिएको छ। यस्तो दुईटा लाइन जोडिएको ठाउँबाट हामीले मेट्रो एउटा लाइनबाट अर्को लाइनमा ट्रान्सफर लिएर जान सक्छौँ। त्यस्तै अब यदि हजुरलाई आफू भएको ठाउँमा कुन लाइनको मेट्रो चल्छ भन्ने कुरा थाहा छ र यो स्टेसन कहाँनिर पर्छ भन्ने थाहा छ भने हजुरले यसरी त्यो लाइन र स्टेसन खोजेर त्यो पोइन्टलाई टच गर्न सक्नुहुन्छ। यदि हजुर नयाँ हुनुहुन्छ र आफ्नो ठाउँमा कुन लाइनको मेट्रो चल्छ भन्ने कुरा थाहा छैन, कुन स्टेसनबाट अर्को पोइन्टमा पुग्दाखेरि कुन कुन लाइनबाट जाने भन्ने कुरा थाहा छैन भने माथि सर्च बक्समा जानुहोस्। सर्च बक्समा गएर हजुर मेट्रो चढ्ने स्टेसन, चढ्ने ठाउँ के हो त ठाउँको नाम लेख्नुहोस्। जस्तै मैले मेरो आफ्नो ठाउँको नाम लेखेँ। म भएको ठाउँको नाम फाङ्ग्यो छ। फाङ्ग्यो अलिकति हानेपछि यहाँ देखाउँछ, यसलाई सिलेक्ट गर्ने। फाङ्ग्यो स्टेसन यहाँ सिलेक्ट भइसकेको छ। सिलेक्ट भएपछि यसरी बक्स देखाउँछ र यो बक्समा यहाँ फ्रम टु भिया टु इन्फो लेखेको छ। अब फाङ्ग्योबाट चढ्ने हो, जहाँबाट चढ्ने हो त्यहाँ फ्रममा टच गरिदिने। अब यो फ्रम भनेर लेख्यो, यहाँ देख्न सक्नुहुन्छ हजुरले। अब फ्रम फाङ्ग्योबाट कहाँ जाने हो त, अब जाने ठाउँको लागि माथिपट्टि अर्को सर्च बक्स खुलेको छ टु भनेर, टुमा जाने। अब कुन ठाउँमा पुग्ने हो त, जस्तै मैले सुवन लेखेँ, सुवन यहाँ आइसकेको छ। मैले यसलाई सिलेक्ट गरेँ र यसरी अब यस्तो खालको इन्टरफेस खुल्छ। अब यसमा हजुरले बुझ्नुपर्ने कुरा के हो भने माथिपट्टि हेर्दाखेरि 46 मिनट लेखेको छ, ट्रान्सफर 1 लेखेको छ, 2650 वन लाग्छ हजुरलाई ट्राभल गर्नको लागि। तलपट्टि आउँदा हजुरले दुईवटा लाइन देख्नुभयो, रातो लाइन र पहेँलो लाइन। यसको मतलब हजुरले अब रातो लाइन र पहेँलो लाइन दुइटै मेट्रो युज गर्नुपर्छ। जुन रातो लाइनको माथिको पोइन्ट छ त्यसको यतापट्टि टाइम देखाएको छ 10:57। यसलाई यसरी टच गरिदिनुहोस्। टच गर्नुभयो भने तलपट्टि यसरी हजुरले 3वटा टाइम देख्नुहुनेछ। योभन्दा अघिल्लो मेट्रो 10:43 फाङ्ग्यो स्टेसनबाट छुटेको थियो। अब 10:57 त्यो स्टेसनमा अर्को मेट्रो आउँदैछ र त्यसपछि 11:04 अर्को मेट्रो आउँछ। यसरी हजुरले आफ्नो स्टेसनमा कति बजे मेट्रो आउँछ भन्ने कुरा यतापट्टि टाइमको पोइन्टमा टच गरेर थाहा पाउन सक्नुहुन्छ। त्यस्तै यहाँ फाङ्ग्यो लेखेको छ। अब यहाँ चढिसकेपछि कतिवटा स्टेसन हुन्छ यहाँ दिएको हुन्छ। जस्तै यहाँ 1 स्टप भनेर लेखेको छ। हजुर रातो लाइनको मेट्रोमा चढ्दाखेरि एउटा मात्रै स्टेसन चढ्नु पर्यो, 2 मिनट टाइम लेखेको छ। त्यस्तै छङ्जा भन्ने स्टेसनमा पुगेपछि हजुर झर्नु पर्यो। डोर लेफ्ट लेखिदिएको छ, लेफ्ट साइडबाट झर्ने मेट्रोबाट झर्दा। अनि ट्रान्सफर गर्न हजुरलाई 3 मिनट जति हिँड्नुपर्छ मेट्रो स्टेसनभित्र। अनि ट्रान्सफर गरेर हजुर पहिलो लाइनमा जाने। अब हजुरलाई थाहा छैन पहिलोपटक जानुभएको छ भने हजुरले मेट्रोबाट झरिसकेपछि एक्जिट र ट्रान्सफर गरेर दुईवटा गेट देख्नुहुन्छ। एक्जिटबाट हजुर जानुभयो भने बाहिर निस्किनु भयो, ट्रान्सफर लेखेकोतिर जानुभयो भने ट्रान्सफरबाट इन्ट्री हुने बित्तिकै यसरी अब पहिलो लाइनको मेट्रो चेन्ज हुँदैछ भने हजुर हिँड्ने ठाउँमा भुइँमा र भित्तामा पनि पहिलो लाइन तानेको हुन्छ मेट्रो चढ्ने ठाउँसम्म। यसरी त्यो लाइनलाई फलो गरेर हजुर मेट्रो ट्रान्सफर लिने पोइन्टमा पुग्न सक्नुहुन्छ। र यो छङ्जाबाट 11:04 अर्को मेट्रो आउनेछ। यहाँबाट हजुर चढिसकेपछि यहाँ 15 स्टप्स भनेर दिएको छ, 15वटा स्टेसनहरू बिचमा आउँछ। टाइम 39 मिनट भनेर यसरी लेखिदिएको हुन्छ। कुन कुन स्टेसन छ थाहा पाउनु पर्यो भने सिम्पली यहाँ टच गरिदिने। टच गरिसकेपछि हजुरले प्रत्येक स्टेसनमा कति बजेर कति मिनटमा मेट्रो पुग्छ भन्ने कुरा यसरी टाइम र स्टेसन दुइटै कुरा यो लाइनमा देख्न सक्नुहुन्छ। र अन्तिममा हजुर सुवन आफ्नो पोइन्टमा पुगेर
लेफ्ट साइडमा डोर्स लेफ्ट लेखिदिएको छ, लेफ्ट साइडबाट झरेर आफ्नो यात्रा पुरा गर्न सक्नुहुन्छ। अब यदि हजुरले यसलाई मैले म्यापमा नै हेर्छु भन्ने चाहनुहुन्छ भने यो तलपट्टिको जुन ब्ल्याक बक्स दिएको छ यसमा आएर टच गरिदिनुस्। टच गरिसकेपछि अघि हामीले हेरेको लाइन म्यापमा यसरी देखाइदिएको छ। अब फ्रम भनेको छ यहाँ आफू चढ्ने ठाउँ फाङ्ग्यो भयो। अब रातो लाइनमा एउटा मात्रै स्टप चढ्ने हो। त्यसपछि यो छङ्जा भन्ने ठाउँमा आएर पहेँलो लाइनको मेट्रो ट्रान्सफर लिएर यसरी हजुर यो पहेँलो लाइनको स्टेसन हुँदै यहाँ तल सुवनसम्म पुग्न सक्नुहुन्छ। यसरी हजुरले फेरि अघिको लाइन हेर्नुपर्ने छ भने यो ब्ल्याक बक्समा टच गरिदिने, हजुर फेरि यो डिस्प्लेमा पुग्नुहुन्छ। यदि हजुर कहिले पनि मेट्रो चढ्नु भएको छैन भने हजुरले बुझ्नुपर्ने कुरा के हो भने हजुर मेट्रो चढिसकेपछि प्रत्येक स्टेसनहरूमा मेट्रो आफै रोकिन्छ। चढ्ने मान्छेहरू चढ्छन्, झर्ने मान्छेहरू झर्छन्। हजुर आफ्नो स्टेसन नआउँदासम्म मेट्रोभित्रै बसिराख्ने र मेट्रोभित्र प्रत्येक स्टेसनमा भनिराखेको हुन्छ अब यो स्टेसन आयो त्यसपछि यो स्टेसन आउनेछ भनेर हजुरले यसरी मोबाइलमा हेरेर बस्ने। अब मेरो स्टप आउन कतिवटा स्टेसन बाँकी छ भनेर फाइनल्ली हजुर आफ्नो स्टेसन आइसकेपछि मात्रै झरेर त्यहाँबाट एक्जिट अथवा ट्रान्सफर लिन सक्नुहुन्छ। अब यस्तै मैले हजुरलाई अर्को पोइन्ट राखेर देखाउँछु। जस्तै म अहिले मानिलिनु सुवनमा छु, सुवनबाट चढ्नु छ भने मैले यसरी सुवनमा टच गरे पनि हुन्छ। सुवनमा टच गर्ने बित्तिकै यसरी बक्स आउँछ फ्रम भिया टु लेखेर मैले फ्रम गरेँ। अब सुवनबाट मलाई कुन ठाउँ जानु छ त्यो ठाउँमा कुन लाइनको मेट्रो जान्छ भन्ने थाहा छ भने यसरी खोजेर मैले त्यो ठाउँ टच गरिदिन सक्छु। अब थाहा छैन भने माथि जाने टुमा गएर यहाँ त्यो स्टेसनको नाम लेख्ने। जस्तै मलाई सुवनबाट थोङदेमुन जानु छ, अब मैले यहाँ थोङदेमुन लेख्छु। थोङदेमुन यहाँ अलिकति हानेपछि देखाउँछ, यसलाई सिलेक्ट गर्ने र सुवनबाट थोङदेमुन जानको लागि फेरि दुईवटा लाइन देखायो, निलो एउटा डार्क निलो र अर्को स्काई ब्लू कलर। अब हजुर यो दुईटा लाइनको मेट्रो युज गरेर जानु पर्यो। अब टाइम यतापट्टि यो निलो पोइन्टको यतापट्टि टाइम देखाएको छ। निलो डार्क निलोमा हजुर 6 स्टप हुँदै 17 मिनटको बाटो हिँड्नु पर्यो। त्यसपछि लेफ्ट साइडमा झर्नु पर्यो ट्रान्सफर लिने। अनि स्काई ब्लू कलरमा हजुर चढेपछि 22वटा स्टप्स आउँछ, 50 मिनट लाग्छ। सबै इन्फर्मेसन यहीँ यसरी लेखिदिएको हुन्छ। त्यही आधारमा हजुरले सजिलोसँग ट्राभल गरेर आफ्नो डेस्टिनेसनमा पुग्न सक्नुहुन्छ। यही कुरालाई म्यापबाट हेर्छु भन्ने चाहनुहुन्छ भने तल आउने ब्ल्याक बक्समा टच गरिदिने। यसरी हजुर चढ्ने ठाउँ यहाँ फ्रम भयो। यो फ्रमबाट चलेको मेट्रो यसरी यो लाइन हुँदै यो स्टेसनसम्म आउँछ। यहाँबाट हजुरले ट्रान्सफर गरेर यतापट्टि जानुहुन्छ र यसरी यो लाइन हुँदै फाइनल्ली थोङदेमुनसम्म पुग्न सकिन्छ। यसरी ककाओ मेट्रो एप्लिकेसन प्रयोग गरेर सजिलो तरिकाले यात्रा गर्न सक्छौँ। दर्शकवृन्द, यो भिडियो यहाँलाई कस्तो लाग्यो? भिडियो इन्फर्मेटिभ छ भन्ने लागेको छ भने कृपया लाइक, कमेन्ट र सेयर गरिदिनु होला। साथमा च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनु होला। थ्याङ्क यू।